को नयाँ मेम्बर चाहिँ यो भाइ हो कि बहिनी हो? भाइ हो। आज 4 बजी जन्मेछ। सुतिरहेको छ। उठ्दैन यो आमा? स्कुबी गुफी, स्कुबी गुफी। हाम्रो स्कुबी गुफी पनि यत्रो भएको छ है। यो सबै अब कत्रो ठुल्ठुलो भइसकेको छ है। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। एकदमै सरी भन्न चाहन्छु है, 1 महिना जस्तो म हराएँ विकली ब्लग भनेर है। अनि खासै चाहिँ लास्ट मन्थ फेब्रुअरीमा चाहिँ आई वाज भेरी सिक अनि एकदमै मेरो हेल्थ पनि बिग्रिरहेको थियो। अन्त अस्ति लास्ट सन्डेदेखि मात्रै म उठेर पनि हिँड्नु थालेको अलिक। अनि त्यही हेल्थ बिग्रेकोले गर्दा अनि भिडियोहरू पनि बनाउन सकिरहेको थिइनँ। अनि अहिले पनि म एकदमै मेरो पुरा स्केड्युल बिग्रिसक्यो, ढिलो उठ्ने बानी भइसकेन। त्यस्तै पनि ढिलो उठ्थेँ। आज त झन् कति रातभरि सुत्नु पनि सकेको छैन। फेरि मलाई पुरा 2-3 दिन भयो निन्द्रै नलागेको कस्तो खालको पनि फिल भइरहेछ नि त। अन्त मेरो आँखाहरू पनि स्वेलिङ भइरहेको छ आज। अन्त आयो कति 8:30तिर उठेर चाहिँ ममहरू चाहिँ हाम्रो घरमा चाहिँ आजको चाहिँ अब ऱ्यान्डम ब्लग हुनेछ होइन। अनि घरमा चाहिँ हाम्रो चाहिँ गाई जन्मेको छ, बाछा जन्मेको छ, तपाईँहरूलाई म देखाउने छु हो। अनि मैले खाना चाहिँ खाइसकेँ। भाइ र ममा चाहिँ माथि हुनुहुन्छ गोठमा। आपा स्कुल जानुभयो अनि म चाहिँ अहिले चिया खानु मन परेर अब चिया बनाउनु आँटेको। अनि चिया खाएर चाहिँ म तपाईँलाई देखाउने छु। अनि इट विल बी टोटल्ली ऱ्यान्डम ब्लग। मैले केही सोचेको छुइनँ आज के खालको कन्टेन्ट बनाउँछु भनेर, तर एकदमै ऱ्यान्डम बनाउँदैछु। ओके, सो मैले चिया बनाएँ अनि भाइको लागि पनि बनाएँ। त्यसले चाहिँ खाना खाएकै छैन नि त, त्यसको लागि पनि चिया यहाँ छ। अनि तपाईँलाई म देखाउँदैछु। चाहिँ जेली मार बसिरहेको रहेछ आज चाहिँ हाम्रो चाहिँ जेली चाहिँ यहाँनिर सबै मान्छे जेली। ममा भाइ लागिनुहोस्, यो ठुलोको खाँदा म सानो खान्छु। झरिसक्यो साथी, म एकछिन पक्रिदिनुहोस् गर्छु। आइचे लाडे भएको आइचे खै म चाहिँ आरिसेनी हो नि। हाम्रो जेली चाहिँ आरिसेनी हो नि। कस्तो आरिस पो गर्छ त जेलीले है। आमै भनेको कि उसलाई आरिस लागिहाल्यो। ल ल तिमी नै हो प्यारो ल। हेड हो है जेली। आइचे स्कुबी गुफीमा आयो। स्कुबी 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 जेली उयो स्कुबी भाइ पनि आयो त। उयो नि त हाम्रो स्कुबीहरू पनि कत्रो पो भएको छ है। आइचे खै तिम्रो दाजु खै गुफी खै। जेली बस्नु यहाँ बस्नु ल बस्नु। भयो यो खोलिदिउँ लुगा ल यहाँ बस्नु ल। गुड गर्ल बस्नु ल। हाम्रो जेली चाहिँ कस्तो क्युट छ नि। अहिले चाहिँ अब हात पर्न आँटेको छ अनि ममा र म चाहिँ अब यहाँनिर खोलिदिनु आँटेको छ। यहाँनिर पाकिसकेको यो खोले पर जाँदैछ। चिसो पानी यो लाउनु नि। कहिले अब खटे खाँदैछ त के भयो, किन नखाएको? म यो उसको थुन गानिएको हो कि यस्तै हुन्छ। पाएर जेली खुसी। के गरेको के गरेको? अब पुरा पानी पर्ला जस्तो कालो हुँदैछ बादल पनि हो। यहाँनिर चाहिँ अम्लिसोको सिटाले बाँड्नु भएको छ आपाहरूले। अनि आजको चाहिँ अब खासै चाहिँ त्यस्तो केही थिएन हो। अनि एकदमै ऱ्यान्डम ब्लग। यो हेर्नुहोस् न, अस्ति यो अम्लिसो चाहिँ नि असिनाले यस्तो डरलाग्दो भएको छ। इभन यो सुन्तलाहरू पनि पुरा चुट्टाएको छ, सुन्तलाको पातहरू पनि। अब सायद पानी पर्ला जस्तै भइरहेको छ। जाडो भएर मलाई चाहिँ फेरि पुरा छाती दुखी पनि रहेको छ। अन्त आज चाहिँ एकदमै ऱ्यान्डम भन्दा पनि एकदमै ऱ्यान्डम ब्लग हो। अनि होप तपाईँहरूले छोटो
हेर्नुहुन्छ होला अनि if you are new to my channel, please don't forget to like, share, comment and subscribe for more videos. अनि अब फेरि पनि नयाँ भिडियोमा हामी भेटौँ है हुन्छ अहिलेलाई चाहिँ थ्याङ्क यू फर वाचिङ अनि लाइट पनि छैन हो त्यो भएकोले गर्दाखेरि अरू त के गर्नु भइरहेछ फोनमा चार्जर पनि छैन नि त एनिवेज थ्याङ्क यू फर वाचिङ